साथीहरू, के तपाईहरुलाई थाहा छ एम्बुलेन्सलाई नेपाली भाषामा के भनिन्छ? एम्बुलेन्स एक आपतकालीन गाडी हो जसले बिरामी, घाइते वा अन्य स्वास्थ्य सङ्कटमा रहेका व्यक्तिहरूलाई छिटो र सुरक्षित रूपमा अस्पताल पुर्याउने काम गर्छ। यसमा चिकित्सकीय उपकरण र कर्मचारीहरू पनि सँगै हुन्छन् जसले उपचार प्रदान गर्न सक्छन्। एम्बुलेन्सले आपतकालीन अवस्थामा जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्दछ र सामान्यतया हामी एम्बुलेन्सलाई नेपाली भाषामा पनि एम्बुलेन्स नै भन्ने गर्छौं, तर वास्तवमा नेपाली भाषामा एम्बुलेन्सलाई निश्रययान भनिन्छ। निश्रययान दुई शब्दहरू मिलेर बनेको छ, निश्रय र यान। निश्रय शब्दको अर्थ निर्णय वा निर्णयको स्थान हुन्छ। यसले कुनै निर्णय वा कार्यको अन्तिम परिणामको सङ्केत गर्दछ। आपतकालीन अवस्थाहरूमा निर्णयको महत्त्व धेरै हुन्छ र एम्बुलेन्सले ती निर्णयहरूलाई समयमा पुर्याउने कार्य गर्छ। र यान शब्दको अर्थ गाडी वा सवारी साधन हुन्छ जुन एम्बुलेन्सको सन्दर्भमा गाडीको रूपमा प्रस्तुत हुन्छ। च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद। जय नेपाल।